तपाईँ चाहिँ कानुनको विद्यार्थी भएरै कानुन मन्त्रालय अब हाँक्न लाग्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेछ? कानुनमा अब के परिवर्तन गर्नुहुन्छ, के कानुनहरू ल्याउने सोचिराख्नु भएको छ, के छ? यस्तो अब अहिले यो सरकारको म्यान्डेट जनताले जुन दिनुभएको छ यो म्यान्डेट निकै ठुलो छ। उहाँहरूले दिनुभएको म्यान्डेट अनुरूपको काम गर्नुपर्ने ठुलो जिम्मेवारी सरकारले बोकेको छ, जस अन्तर्गत मैले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय भयो, यो मन्त्रालयबाट विशेष त अब जनतालाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने किसिमको भन्दा पनि नीतिगत रूपमा सुधार गरेर अनि कालान्तरमा अनुभूति हुने किसिमको कामहरू यो मन्त्रालयबाट विशेष हुन्छ। कानुनमा धेरै सुधार गर्नुपर्ने ठाउँहरू छन्, धेरै कानुनहरू संशोधन गर्नुपर्ने छ भन्ने कुरा हामीले धेरै अगाडिदेखि सुनिआएका छौँ। त्यसका बारेमा छलफलहरू पनि भइराखेको छ र अब यो मन्त्रालयबाट चाहिँ ती हामीले सुधार गर्नुपर्ने कानुनहरूलाई एकदम द्रुत गतिमा सुधारको बाटोमा लैजाने, अझ विशेष गरी सरकार पनि अब हाम्रै पार्टीबाट हामीले बनाउन सकेको र संसदमा पनि त्यो सङ्ख्या भइरहेको र नयाँ ऊर्जा बोकेको साथीहरू संसदमा पनि हुनुभएको भएर मलाई लाग्छ कानुन निर्माणमा यो मेरो मन्त्रालय स्वाभाविक हिसाबले त्यसलाई छिटोभन्दा छिटो अगाडि बढाउनको लागि चाहिँ काम गर्न तत्पर छ र त्यही अनुरूपले हामी काम गर्छौँ। तर अब आजै के काम हो भनेर भन्नको लागि मलाई लाग्छ उपयुक्त हुँदैन, किनभने ती बारे हामी अब मन्त्रालयसँग छलफल गर्दैछौँ, किनभने आजको दिनसम्म के कति कामहरू भइराखेको छ, के कति तयारीहरू गरिराख्नु भएको छ र मैले सोचेका कुराहरू पनि म उहाँहरूसँग पनि साझा गर्छु। त्यसपछि एउटा खाका तयार गरेर त्यसमा हामी अगाडि बढाउँछौँ। अरू मन्त्रालयभन्दा अलिकति भिन्न यहाँ चाहिँ हामीले नीतिगत कुराहरू बढी गर्नुपर्ने र अहिले यथास्थितिमा के छ ती कुराहरूलाई विश्लेषण गरेरै हामी अगाडि बढ्नुपर्ने भएको भएर ती कुराहरू तपाईँहरूलाई आगामी दिनमा हामी जानकारी गराइहाल्छौँ। संसदमा अस्ति वर्ष चासो कति बढी कानुनी क्षेत्रको स्वाभाविक त्यस हिसाबले चाहिँ गर्नुपर्ने केही प्राथमिकताहरू निर्धारण भएका छन्। गएको संसदीय अभ्यासमा म कानुन समितिमै थिएँ। कानुन समितिमा रहँदै गर्दाखेरि एउटा उत्कृष्ट काम गरेको आफै पनि त्यो संसदमा हुँदै गर्दाखेरि यो काम चाहिँ गजब भयो है भन्ने लागेको एउटा काम चाहिँ हामीले यो विधायन सम्बन्धमा एउटा ऐन बनायौँ, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन भनेको त्यो बनायौँ। त्यसले चाहिँ पहिला हामीलाई सरकारले संसदमा के कानुन लैजान्छ भन्ने कुरा संसदलाई थाहा हुँदैन थियो भने अब सरकारले आफ्नो प्राथमिकता अनुसारले तयारी गरेर लिएर आउँथ्यो, सांसदहरूलाई पिजन होलमा आइसकेपछि मात्रै जानकारी हुन्थ्यो। तर अहिले त्यो हामीले ऐन बनाइसकेपछि ऐन निर्माणको कार्यविधि के हो त, सरकारले पनि कुन प्रोसेसबाट लिएर आउँछ, संसदमा कसरी दिने भन्ने कुराको एउटा समग्र कार्यविधि जस्तो चाहिँ तयार भइसकेको छ, त्यो ऐनले निर्देशित गर्छ। त्यसकारणले अब चाहिँ आफ्नै पनि यो मन्त्रालय आफै पनि संसदीय मामिलासँग सम्बन्धित भयो, संसदलाई पनि बिजनेस धेरै कुराहरूमा अब यो मन्त्रालयबाट कोअर्डिनेटेड भएर जान्छ। त्यसकारणले अब त्यो संसदमा जाँदै गर्दाखेरि चाहिँ अब आउने ऐन कानुनहरू संसदको जानकारीमा पूर्व जानकारीमा हुन्छ।